यहाँ कोही पनि हिँड्दैन, यहाँ कोही पनि हिँड्दैन। यहाँ हिँड्ने भनेको म र मेरो घर हो कपिला, मेरा कपिला मात्रै हिँड्ने भनेको, अरू कोही हिँड्दैन। यहाँ बाहिरतिर प्रायः जसो कोही पनि हिँड्दैन नि, यहाँ पुरै हुन्छ। त्यो भने मान्छेलाई नराम्रो सोच्छन् कि त्यसरी कोही पनि हिँड्दैनन्। म त फेरि हिँड्न एकदमै रुचाउने मान्छे। माथि काला भिड, म चुत्ती भिड, ढाँडा मेला, काटिया माइस, त्यस्ता भिडमा हिँड्ने माइस। यस्ता पाइलो पाए के छेउमा त उयो भनेको हो। तर हावा खान एकछिन फ्रेस, छोरीलाई फ्रेस गराउँ कि भनेर बाहिर निकालेको। उसले पनि म एकछिन बाहिरतिर हिँड्छु भन्छन् कि छोरी हिँडेको छैन, यस्तो देखाइदिउँ भनेर ल्याए हो खास। एकैछिनमा अब हामी आइहाल्छौँ परसम्म। कैलाई देखाइदिउँ छोरीलाई। हेलो पासाङ, हाउ आर यु? हाँसिरहेको छ। ठिक छ? आर यु ओके? हो ठिक छ, यो खुसी छ। मा पनि खुसी छ, छोरी पनि खुसी छ नि त। घुम्न पाए त खुसी भइहाल्छ नि है। मलाई पो गाह्रो छ केही हुन्छ कि भनेर। कोही छैन, खाली रोड पुरै खाली छ। आफ्नो गाडी हुन्छन्, सर गाडीमा आउँछन् सबै। यसरी हिँड्ने कोही पनि हुँदैन। यहाँ तारहरू पनि छैन है, एउटा अर्को कुरा भन्न खोजेको। यहाँ तारहरू पुरै बस्ती हो, यहाँ तारहरू केही पनि छैन। रोडमा एउटा पनि तार देखिन्न, सबै अन्डरग्राउन्ड हुन्छ। यहाँ तल हुन्छ सबै। अनि बिजुलीको तार, खानेपानीको पाइप, ग्यास लाइन, अनि नेटको सबै अन्डरग्राउन्ड हामी हिँडेको यहीँ। यता तल हुन्छ सबै, माथि केही पनि हुन्न। यहाँ धुवाधुलो पनि केही हुन्न, धुवाधुलो केही हुन्न, शेष हुन्छ। हिँड्नलाई एकदम रमाइलो लाग्छ मलाई त।